तपाईँ प्राइम मिनिस्टर हुनुभएको भएदेखि चाहिँ 5 वटा यस्तो खालको जुन देशलाई परिवर्तन गर्ने खालको निर्णय चाहिँ के गर्नु? नम्बर 1 मा म के अरे तपाईँको चाहिँ नि प्रत्यक्ष जनताले चुन्न पाउने होइन कार्यकारी प्रमुखको चुनाव गराउँथे। कानुन भन्नुहुन्छ। अब अहिले त अब प्रधानमन्त्रीज्यू आफै तपाईँको चाहिँ नि होइन प्रधान न्यायाधीश जानुभएको छ। त्यो चाहिँ ह्याङओभर के रहन्छ भने उहाँ चाहिँ पोलिटिकल फिगर होइन क्या, होइन, उहाँ चाहिँ ल एन्ड अर्डर मेन्टेन गर्ने एउटा कर्मचारी हो है। उहाँलाई कानुन थाहा छ, उहाँ चाहिँ के गर्नुहुन्छ, उहाँको विशेषता त्यसको एउटा ह्याङओभर हुन्छ क्या। हामी भनेको चाहिँ तपाईँको आन्दोलन र तपाईँको विद्रोह गर्दै गर्दै अगाडि बढ्न चाहन्छौँ होइन। पोलिटिक्स भन्ने कुरा चाहिँ नयाँ कानुनहरू लेख्दै अगाडि बढ्छ होइन। उहाँहरू चाहिँ कस्तो लामो अभ्यासबाट आएको हुन्छ भने कानुन पढेर त्यो कानुनको धारा उपधारामा के छ त्यो चाहिँ तपाईँको चाहिँ कार्यान्वयन गराउने अभ्यासबाट आएको कारणले गर्दाखेरि अब उहाँहरूले कानुन भन्नुहुन्छ होइन। यो कानुनले छेक्छ, यो कानुनले दिँदैन भन्छ। अब यो त तपाईँको चान्चुने आन्दोलन होइन नि, त्यो त कानुनकै कुरा गर्ने हो भने त म पनि त कानुन सम्मत त अहिले प्रधानमन्त्री हुनु न त। कानुन सम्मत त तपाईँको त्यो आन्दोलनै भएन। विद्यार्थीलाई सुट गर्ने कानुन सम्मत थिएन होइन। त्यत्रो सिंहदरबार सर्वोच्च अदालत यत्रो तपाईँको चाहिँ नि यो अहिले नेपालको इतिहासमा अहिलेसम्मको इतिहासमा यत्रो ठुलो विध्वंस होइन सरकारी कार्यालयहरूमा भएको छैन। त्यत्रो ठुलो तपाईँको त्यो पनि त्यति सर्ट टाइममा भयो। अति सम्पूर्ण कुरा त कानुन मुताबिक थिएन नि त होइन। र यतिखेर चाहिँ तपाईँको मैले चाहिँ त्यहाँ काम गर्ने मौका पाएको भए चाहिँ त्यो एउटा चाहिँ नि होइन चुनावमा एउटा गराउँथेँ। अर्को शान्ति सुव्यवस्थाको लागि चाहिँ नि अब अहिले यो आन्दोलनलाई संस्थागत पनि गर्नुपर्छ के।